यो भेटघाटमा तपाईँले यो बाटोमा आउँदै देखाउनु भएको यो माया, यसका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो मायालाई म व्यक्तिगत सम्पत्ति बनाउने पक्षमा छैन, यसलाई राष्ट्रिय सम्पत्ति बनाउने छ। कहिले भने 21 गते यो राष्ट्रको व्यक्तिका रूपमा राज्यले अन्याय गर्दा मेरो लागि आँसु बगाउनु भएको छ, हस्ताक्षर गर्नुभएको छ, मैले बिर्सेको छैन, मैले याद गरेको छु भनेर मलाई थाहा छ। तर मेरो व्यक्तिगत सम्पत्ति होइन, यो देशको सम्पत्ति हो। तपाईँले दिनुभएको एक सालको समर्थन यो देशको हितका लागि खर्च गर्नेछु, मैले वाचा गर्न चाहन्छु। यो यात्रामा, राजनीतिको यो यात्रामा कयौँ उतार चढावहरू आए, कहिल्यै थकाइ लागेन, कहिल्यै हार मानिएन, यिनीहरूसँग कहिल्यै शिर झुकाइएन, सधैँ आँखामा आँखा मिलाएर यही तपाईँको आँट साहस, यसैको आँटले मलाई सधैँ हिम्मत दिलो बनाएको छ। मलाई हिम्मत दिनुहुने आमा बाबाहरू धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब संसदमा हामीलाई